हाम्रो गाउँ भन्दा नि मेरो माइती गाउँ यो भैरथान हो। अनि यो मेरो माइती घर, यो मेरो घर हो। अनि गएर यो माथि मादी गाउँपालिकाको अस्पताल अनि वडा भवन पनि साथसाथै र यो रमाइलो गाउँ। हिमाल देखिन्थ्यो, आज हिमाल चाहिँ बादलले छेकिएको छ। मौसम नराम्रो भएको कारणले फेरि म यसरी घुमाउँछु र त्यो पनि मेरो मूल माइत घर हो। पहिलाको बाजेहरूको साइला बाबाको सन्तान बस्नुहुन्छ र यो पनि मेरो काकाको घर हो। काकाको घर। अनि गएर यो स्कुल, यो सिधै जाने बाटो, यो भरिपूर्ण विकासको ओतप्रोतले भरिएको हाम्रो गाउँ। पहिला कति दुःख थियो, अहिले चाहिँ यस्तो राम्रो भएको छ।